भक्तजनलाई सबैलाई प्रणाम र नमस्कार छ र म सुकुना हनुमान भक्त हुँ र हामीहरू बरबुङ डाला कर्सिङमा हनुमानजी ठुलो 40 फुट बनाएको हाम्रो 2 वर्ष हुनुभयो र यो पूजामा चाहिँ पक्कै 2 वर्ष एकदम तय हुन्छ र 2 वर्ष पछाडि रङ पेचेरा गर्नुमा हामीहरू 12 तारिकदेखि रङ गरेको थिए र आज 16 तारिक हाम्रो रङ फिनिसिङ हुन्छ र हामीहरू अब रङ फिनिसिङ भएर अब यो भोलि 17 तारिक खोलेर फेरि सुकुनामा रङ प्रचार हुन्छ। सुकुना हनुमानजीको पनि रङ प्रचार यहाँको बाँस लगेर गरिन्छ र ऊ मिस्त्री हो, सबैजना उहाँ हो, मिस्त्री बाहिरबाट लिएर आएको हो। किनभने बाहिरको मिस्त्रीले जुन चाहिँ हातले जसले बनाएको उसले नै रङ पचरा गर्दैछ, एकदमै राम्रो हुन्छ भनेर लिएर आएको छु र यहाँ 16 तारिक आज भयो र अब सुकुनामा गर्ने छ र पूजामा 6 अप्रिलमा यहाँ हनुमान जयन्ती महोत्सव हुनेछ र कर्सियङवासीहरू सबैलाई गिद्धेहरू जति यहाँको छिमेकीहरू जतिजना छ सबलाई निमन्त्रण छ कि पूजामा आएर आशीर्वाद लिन सबैको। किनकि मन्दिर सबै जग्गा छ, सबैको घर घरमा पनि मन्दिर छ, मान्छेको मनमा पनि छ, तर यहाँ चाहिँ एउटा उहाँको छाया बहुत ठुलो छाया हो, त्यो पनि आउनुमा भाग्य हो। अहिले तक त कहीँ पनि दार्जिलिङ डिस्ट्रिक्टमा यत्रो ठुलो बनाएको थिएन र प्रथमचोटि हामीले सुकुनामा बनाए र दोस्रो चोटि हामीलाई अनित थापाज्यूले साथ दिनुभयो र कर्सियङमा बनाउन हामीले सफल भए र हेर्दै 2 वर्ष पनि भयो। यो अनित थापाज्यूले बनाए भनेर सबैले पार्टीले बनाएको यो बनाएको नसोच्नु, ऊ पनि भक्त भएर बनाएको, ऊ पनि कुनै होइन, एउटा बाबाले उहाँको बाबाको आशीर्वादले नै उहाँले पनि बनाउनु भयो र उसको साथमा म पनि परिएँ र सुकुनामा पनि बहुत साथ दिनुभयो उहाँले र यसरी नै सबैलाई निमन्त्रण छ। अरू अझै सुकुनाको म भन्दैछु, सुकुनामा 30 तारिक रामनवमी हो, 30 तारिक रामनवमी भयो। रामनवमीमा हामीहरू रामायण पाठ 12 घण्टा गर्छु र पूजा रामायणको विधि विधान गरेर हामीहरू वहाँ त्यति नै पूजा गर्छु एक दिनकै। र महाउत्सव चाहिँ 6 अप्रिल छ र तपाईँहरूको 1-1 रुपियाँ उठाएर सबै जग्गामा गएर जति पनि छ हाम्रो महानुभावहरूले सेवा सहयोग गर्नुभएको छ र हाम्रो कमिटीहरूले पनि बहुतले सहयोग गर्नुभएको छ। साथ दिनुभयो मलाई र रोटी खाएर भए पनि र चिया खाएर भए पनि साथ दिनुभयो, उहाँलाई पनि बहुत बहुत धन्यवाद छ। भगवानको तर्फबाट आशीर्वाद पाओस् सबैलाई। र उहाँ पनि 6 तारिक हनुमान जन्म उत्सव महा हुन्छ र उहाँ पनि उहाँको क्षेत्र कर्सियङको क्षेत्र त कर्सियङमा आउनुहुन्छ भइहाल्छ र सुकुनाको क्षेत्रको जतिजना पनि हाम्रो भक्तजनहरू छ उहाँ पनि सबैलाई निम्तो छ। 6 तारिक आएर हामी सबै मिलेर हनुमान जन्म उत्सव गरौँ। यसरी नै त्यो गरिसकेर हामीहरू म अझै अप्रिलमा सुकुनामै बस्छु। त्यसको पछाडि हामीले फेरि सोचेको छु कि काशी विश्वनाथ मन्दिरमा, किनभने मेरो त्यस्तै झमेला भएर म काशी गएको थिएँ। काशी जाँदाखेरि म आफ्नो सर्ट पेन्ट लगाएर जाँदाखेरि उहाँबाट काशीमा गएर शिवजीको पूजन गर्दाखेरि उहाँको महात्माहरूले मलाई आफ्नो परिवारबाट त्याग्नु लगायो, त्याग्नु बित्तिकै मलाई यो साधु महात्माको वेशभूषा दिएर उहाँबाट आए, मेरो पराजित भयो र काशी गयो र म अयोध्या गएँ, केदारनाथ गएँ र बहुतै जग्गा गएर महान भगवानले आशीर्वाद दिनुभयो। त्यही कारणले मेरो मनमा एउटा छ कि हामीले उहाँबाट आशीर्वाद महात्मा एउटा बाबाको छोरा आमाको छोरा भएर गएको र साधु सन्त भएर म यहाँ फर्केर आउँदाखेरि मेरो मनमा एउटा जागेको छ कि भगवानले मलाई यो रूप दिनुभयो र त्यही कारणले भगवानको छाया पनि हामीहरू काशी विश्वनाथमा राख्ने इच्छा छ र यो पनि हनुमान जयन्तीको पछाडिदेखि सुरु गर्छु। यसैको लागि पनि हाम्रो भक्तजनहरू यहाँबाट काशी जाँदाखेरि होटलमा बस्नुपर्छ, कहाँ बस्नुपर्छ, के बस्नुपर्छ, हामीहरू बाहिरको हुन्छ, हामीहरू जान्दिनँ।
त्यही कारणले हाम्रो क्षेत्रको सबैजना मिलेर एउटा हनुमानजीको ठुलो प्रतिमा राखिदिएको छ भने चाहिँ यसो हेर्दाखेरि दार्जिलिङ डिस्ट्रिक्ट लेख्दाखेरि सबैलाई गर्व हुन्छ कि हामी सबै मिलेर दार्जिलिङबाट हनुमानजी बनाएको छु र त्यही कारणले हाम्रो चिनाइ हुन्छ त्यहाँ पनि कि हामीहरू पनि काशीमा गएर हामीहरू दार्जिलिङबाट आएको म बाहिरबाट आएको हामीहरू पनि यहाँकै हो भन्नु सक्छु किनभने हाम्रो चिनारी वहाँ गएर बनायो भने ठुलो बढे सबैको लागि राम्रो हुन्छ भनेर तपाईँहरूलाई बिन्ती छ मेरो उहाँको लागि पनि एक रुपियाँ हामीहरू पूजामा पनि एक रुपियाँ माग्छु हनुमानजीको शिव प्रतिमा बनाउँदा पनि एक रुपियाँ माग्छु एक रुपियाँ मागेर नै हामीहरू यत्रो ठुल्ठुलो प्रतिमा बनाउँछु र उहाँको लागि पनि तपाईँले हनुमान जयन्तीको पछाडिपट्टि पनि सहयोग गरिदिनुहुन्छ भनेर मलाई बहुत बहुत आशा छ कि तपाईँहरूको सहयोगले गर्दै एउटा काशीमा पनि ठुलो हनुमानजी बनाऊँ र यसरी बनाउँदै जाउँ हाम्रो दार्जिलिङलाई पनि इतिहासमा हाल्दै जाउँ र सुकुना हनुमान मन्दिरमा पनि तपाईँले सबै आइदिनुहोस् र हनुमान जयन्ती गर्नुको लागि पनि तपाईँले सबैले भेटीको जरुरत छ किनभने भेटी नै हो सबभन्दा ठुलो कार्यक्रम गर्ने हो र एक रुपियाँ भए पनि तपाईँले सहयोग गरिदिनु भयो भने हामीहरू बहुत आनन्द हुन्छु र भगवानको प्रतिमा पूजा गर्नु र प्रतिमा बनाउनुमा हामीहरू बहुत अगाडि जान्छु। यसरी नै मलाई साथ दिने नितिन छेत्री हुनुहुन्छ सुकुनाको र उहाँले पनि मलाई बहुत साथ दिनुहुन्छ। उहाँले नै मेरो अहिले साथमा एकदमै छ कि काशीमा बनाउँदा पनि उहाँले साथ दिनुभएको र कर्सियङको बनाउँदा पनि मलाई सबभन्दा पहिला हाम्रो राजेश लामा हुनुहुन्छ उहाँले पनि मलाई यहाँको लागि उहाँले नै मलाई निमन्त्रण पठाउनु भएको थियो र काशीको लागि चाहिँ हाम्रो नितिन भाइले साथ दिनुभएको छ र हाम्रो सेक्रेटरी पनि हो सुकुना हनुमान मन्दिरको सेक्रेटरी पनि हो र उसले बहुत साथ दिनुभएको छ। यसरी नै तपाईँले पनि दिनुहोस् मलाई। तपाईँले यो नसोच्नुहोस् एक रुपियाँ पनि हाम्रो फाल्टोमा जान्छ। जति दिन म बच्छु तपाईँको एक रुपियाँ पाइ हनुमानजीको शरीरमा म लगाएर छोड्छु किनभने म पैसा बाट्ने उठ्ने के गर्ने भए म अहिले बिल्डिङ बनाइसक्थेँ र सुकुना हनुमानजीको मन्दिर बनाउँदा पनि आफ्नो घर थियो, मेरो दोकानदारी थियो। मलाई माया ममतामा र लोभ क्रोधबाट मलाई काशीमै त्याग दिएको छ र मलाई केही छैन। तपाईँहरूको सबैको इच्छाले गर्दा म उहाँ पनि सफल हुँ र कतिजनाले भन्छ हनुमान भक्त त यस्तो छ उता आउँदैन तर म हेर्नुहोस् पूजापाठमा म जहाँ पनि जानु सक्छु। त्यसको पछाडि चाहिँ अरूमा चाहिँ हामीहरू कहीँ पनि जानु सक्दिनँ किनभने यो वेशभूषामै बाधा छ। किनभने एक जग्गा केही भएर नजाँदा भने म गइहाल्यो भने मेरो जति सिकेको छ मलाई गुरुले सिकाएको सबै तुरिन्छ र एकजनाले गर्दा हजारौँ मान्छे विपदमा पर्छ। किनभने सुकुना हनुमान मन्दिरले पनि बहुत टाढोको तपाईँको काशीमै छ, आसाममै छ, हरियाणामा छ अनि हरियाणामा मणिपुरमा छ बिमारीहरू र पुनामा पनि छ, कलकत्तामा त बहुत छ कलकत्तामा कृष्णनगरमा छ। सबैलाई राम्रो गर्नु हाम्रो यतै दार्जिलिङ डिस्ट्रिक्टमा बहुत छ। यहाँ आएर पूजा गरेर राम्रो भएको हो। अरूले राम्रो गर्नुको लागि आफ्नो शरीर पनि म त्याग्न सक्छु। त्यही कारणले तपाईँहरू मसित अलिक अरू कार्यक्रममा गएन भनेर नरिसाइदिनु होला किनभने गर्नुमा म अगाडि छु, देखाउनुमा म अगाडि छुइनँ। म देखाउनु पनि सक्दिनँ कसैलाई। म गर्नु चाहिँ अगाडि गर्नु सक्छु। जे पनि अगाडि म पूजापाठमा अगाडि जानु सक्छु र यसरी नै तपाईँलाई बिन्ती छ सुकुना हनुमानजीमा पनि तपाईँहरूले पूजा गर्नुको लागि तपाईँले सबैले साथ दिनुहोस् र सबभन्दा बेसी साथ चाहिँ मलाई काशीमा बनाउनुको लागि दिनुहोस्। उहाँ पनि एउटा दार्जिलिङ डिस्ट्रिक्ट भनेर हामीले लेखेर राखिदिउँ र एउटा धर्मशाला पनि सानो बनाउनुपर्छ र म यहाँबाट जाँदैछु। अप्रिल पछाडि गएर म हाम्रो योगीनाथ छन् उहाँको ठुलो पार्टीको मेम्बर हुन्, चेयरम्यान र उहाँलाई नै म भेटेर जग्गा जमिन कहाँ दिने नदिने उहाँलाई बातसात गरेर हामीहरू काम सुरु गर्छु। यसैको लागि तपाईँले आशीर्वाद दिनु सबैले कि काशीमा हनुमानजी ठुलो कर्सियङ जस्तो बनाउनुको लागि अगाडि बढौँ र साथ हौँ भनेर। जय सियाराम, जय हनुमान, जय श्री राम।